हेलो हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि मेरो एउटा अर्को नयाँ मिनी भ्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ अब हामी दुईजना भएर कहाँ गइरहेको छु भनेर हजुरहरूले एकैछिनपछि थाहा पाउनुहुनेछ के। अनि चाहिँ हामी चाहिँ गयौँ है। अनि हामी हाम्री प्यारी आन्टीको पसलमा पुग्यो कि। अनि हाम्रो आन्टीको स्माइल हेर्नु न खतरा खाने फेरि। अनि पछि आन्टी चाहिँ त्यहाँ चाउमिन खाँदै हुनुहुन्थ्यो कि। अनि हाम्रो आन्टी चाहिँ फेरि आफै चाउने भएर आफै खाँदै हुनुहुन्थ्यो। अनि आन्टीलाई यस्तो चाउमिन खान देखेर अनि हामीलाई नि यस्तो चाउमिन खान मन लाग्यो कि। अनि आन्टी ल हामीलाई पनि फटाफट चाउमिन बनाइदिनु भने। अनि हामी चाहिँ वेट गरिरहेको थियौँ कि। अनि फेरि मलाई चाहिँ सबसे बढी झ्याउ लाग्ने भनेकै यो वेट गर्न हो कि। अनि एकदम झ्याउ लागिरहेको थियो कि। अनि हेर्नु न म चाहिँ यस्तो बसेको थिएँ कि। अनि डायमन्डजी चाहिँ उहाँ मोबाइल चलाउँदै हुनुहुन्थ्यो कि। अनि पछि मैले चाहिँ डायमन्डजीलाई जिस्काइरहेको थिएँ। अनि डायमन्डजीले भन्दै हुनुहुन्थ्यो मेरो भिडियो नखिच है भनेर। त्यही पनि मैले खिचिदिएँ। अनि पछि हाम्रो चाहिँ भाइहरू देख्यो। मलाई यिनी भाइहरू देख्दै चाहिँ कस्तो आफ्नो बचपनको याद आयो कि। अनि त्यसै आन्टी चाहिँ चाउमिन बनाउँदै हुनुहुन्थ्यो। अनि एकैछिनपछि हाम्रो चाउमिन पनि रेडी भयो कि। यस्तो मिठो मिठो होइन। हामीले चाउमिन खायो कस्तो मिठो है। हजुरहरूलाई नि खान मन लाग्यो होला नि। अनि मैले खाएर मात्रै घर आएँ। मैले आउँदाखेरिको भिडियो चाहिँ बनाइनँ नि। अनि मेरो डेडी चाहिँ काम गर्दै हुनुहुन्थ्यो कि। अनि फेरि मेरो डेडी चाहिँ लास्टै काम गर्नुहुन्थ्यो कि। शनिबार र आइतबार आजभोलि त 2 दिन छुट्टी भएर डेडीले चाहिँ अलि बढी काम गर्नुहुन्छ कि। पहिला हप्तामा एकचोटि गर्नुहुन्थ्यो, आजभोलि हप्तामा 2 चोटि काम गर्नुहुन्छ। जे होस् डेडीले चाहिँ काम गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ फेरि बेलको गाडा यति धेरै थियो घर वरिपरि। हामीले बेलको रुख काटेको थियो कि। अनि यति धेरै थियो। अनि धान रोप्दा चाहिँ फेरि खुट्टामा बित्छ भनेर हामीले चाहिँ यो पुरै काट लागेको चाहिँ। अनि फेरि हाम्रै आमालाई चाहिँ काम नगरी बस्नै नहुने हो कि के हो। काम गरेको गरे केही न केही काम चाहिँ गरिराख्नुहुन्छ कि दिउँसभरि। हाम्री मम्मीले चाहिँ उता चिया खाँदै हुनुहुन्थ्यो कि भान्सामा। अनि पछि डेडी र मम्मी बसेर चिया खाँदै हुनुहुन्थ्यो कि। फेरि गर्मी होस् जाडो होस् चिया त हाम्रो घरमा हुन्छ। सो गाइज आजको लागि यति नै। अब भेटौँला अर्को भ्लगमा। बाइ बाइ गाइज।